तपाईहरुलाई म भन्न चाहन्छु केरुङ काठमाडौँ पोखरा लुम्बिनी रेल मार्ग बन्छ। पेकिङबाट लासाबाट सिखारजेबाट यहाँ आइपुग्छ कि पुग्दैन, तर केरुङ काठमाडौँ पोखरा लुम्बिनी रेलवे केही वर्षभित्र हामी छिटै त्यसको सर्वे गर्छौं। छिटै मान्छेले अनुमान गरेका छैनन् कति छिटो काम हुन सक्छ भने। तपाईहरु हेर्दै जानुहोस्, नेपालमा यत्रो बिघ्न डोजर कहाँ आए, यता पनि चल्याछ उता पनि चल्याछ। तपाईहरु छक्क पर्नुहुनेछ। यो ठाउँलाई अलिकति समय तपाईहरुले राम्ररी हेरिहाल्नुहोस्, इतिहासमा यस्तो अब कहिले पनि देखिने छैन। हेर्न लायकको ठाउँ हुनेछ, यो आधुनिक ठाउँ हुनेछ। यो मान्छे आइपुग्दा नेपालमै त छु भने जस्तो लाग्ने गरीको ठाउँ हुनेछ।